नमस्कार सज्जनबिन्द, म ध्यान वैज्ञानिक सुदर्शन भट्ट यहाँहरूलाई स्वागत गर्दछु मेरो भिडियोमा। सज्जनबिन्द, यहाँहरू सबैको जय होस्, यहाँहरू सबैको मङ्गल होस्, यहाँ सबैको शुभ होस्। चतुर्भुज नारायण त्रिनेत्रधारी भगवान शंकरको दया कृपाले समस्त प्राणीको जय होस्, मंगल होस्, हित होस्। मैले एउटा सुपर अध्यात्मवाद र सुपर भौतिकवाद दुईटा पुस्तक संरचना लेख्ने योजनामा सुपर अध्यात्मवादको दुईटा संस्करण, पहिलो संस्करण ध्यान विज्ञान, दोस्रो संस्करण यौन ऊर्जा र परमात्मा लेखेर अन्तिम चरणमा दुईवटा पुस्तक पुगेको छ। त्यसैगरी मैले सुपर अध्यात्मवाद जो सार तत्व हो, जो नौनी हो, जो सबसे ऊपरको, जसरी दूधबाट दही, दहीबाट नौनी सार वस्तु बन्दछ, दूधको सार वस्तु नौनी, त्यसैगरी धर्मको निचोड, धर्मको सार तत्व, सार वस्तु, परम गोपनीय ज्ञानलाई चाहिँ मैले ध्यान विज्ञान किताबमा र यौन ऊर्जा र परमात्मामा खुलाएको छु। त्यो चाहिँ सब सुपर अध्यात्मवाद। किनकि पहिले रथ चढ्थे मान्छेहरू, त्यस पछाडि त्यही रथको अपडेट हुँदै हुँदै हामी आज हवाईजहाजसम्म, मेट्रो रेलसम्म संसार गइसकेको छ। किनकि हरेक समय अनुसार, विचार अनुसार, टेक्नोलोजी अनुसार मानवको सोच्ने क्षमता, मानवको जीवन जिउने क्षमता अलग खालको हुन्छ। तर जतिसुकै अलग भए तापनि जो ऊर्जा हो, जो अविनाशी वस्तु हो, जो एक तत्व हो, ऊ परिवर्तन हुँदैन, ऊ नित्य भइरहन्छ। र सबैभन्दा सरल हिसाबले सम्पूर्ण मानवले, सम्पूर्ण पृथ्वीको मानवले त्यो अजर अमर अविनाशी तत्त्वलाई कसरी जान्ने र त्यसलाई दुई तरिकाबाट जान्न सकिन्छ भनेर मैले त्यो पुस्तकमा उल्लेख गरेको छु। ध्यान विज्ञानमा एउटा सद्गुरुको पास गएर, समयको महापुरुषको पास गएर आत्मज्ञानको 4 क्रिया लिएर ध्यान साधना हरेक दिन 30 देखि 60 मिनेट लगातार 100 दिनसम्म अँध्यारो वातावरण, ध्यानमा अँध्यारो वातावरण जरुरी छ। किनकि भित्रको प्रकाश, भित्रको ध्वनिलाई हामीले देख्नु छ, बाहिरको प्रकाश, सौर्य प्रकाश, रासायनिक प्रकाश र विद्युतीय प्रकाशलाई सञ्चालन गरेको भित्रको ओरिजिनल प्रकाश, परम प्रकाश, जसले अँध्यारोमा ध्यानमा झलमल्ल प्रकाशित हुनुहुन्छ, त्यो परम ब्रह्म परमात्माको प्रकाश हो। र अर्को एउटा थ्योरी मेरो छ, यदि कुनै पनि व्यक्तिले अँध्यारो वातावरणमा बाहिरको आवाज नआउने गरी, बाहिरको प्रकाश नआउने गरी हरेक दिन 30 देखि 60 मिनेट दैनिक ध्यान गर्दछ 4 देखि 5 वर्ष भने सो प्रकाश आफैमा प्रकट हुन्छ। दुईटा मार्ग छ प्रकाशको दर्शन गर्नलाई। तपाई कुन मार्गलाई? एउटा भक्ति मार्ग, एउटा ज्ञान मार्ग। किनकि परम प्रकाश नै ऊर्जाका स्वरूप, सौर्य ऊर्जा, रासायनिक ऊर्जा र विद्युतीय ऊर्जा, प्रकाश नै ऊर्जा हो। ऊर्जाको नाश हुँदैन, सिर्जना हुँदैन र रूपान्तरण हुन्छ। एको हम द्वितीयो नास्ति, एउटा परम ब्रह्म, एकी तत्व अनेक रूपमा आयो। र यसलाई मैले एकदम सार चीजमा निचोड दिएको छु, एकदम सठिक निचोड, ताकि संसारले सजिलोसँग बुझोस्। र यो सिस्टमलाई विश्वको मान्छेले अपनाउन सकोस्, त्यो हिसाबले एउटा महान उद्देश्यले म पनि फिल्डमा निस्किन्छु, हरेक देशमा निस्किन्छु। हरेक कसरी जाने, मेरो सन्देश भिडियोको थ्रुबाट जाने कि मेरो पुस्तकको थ्रुबाट जाने? पुस्तकको थ्रु नै सबैभन्दा उपयुक्त हुन्छ, त्यो हिसाबले पनि जाँदैछु। र दुईटा दोस्रो एउटा पार्ट
सुपर अध्यात्मवाद यो सबैभन्दा सठिक लेखेँ। र दोस्रो मैले तयार गरिरहेको छु दोस्रो भौतिकवाद, सुपर भौतिकवाद। सुपर भौतिकवादमा मानव दर्शन। म ध्यान वैज्ञानिक थिएँ, ध्यान निरन्तरता गरिरहेको थिएँ। त्यस कारणले गर्दाखेरि म ध्यान वैज्ञानिक भएको कारणले गर्दाखेरि सुपर अध्यात्मवादको किताब ध्यान विज्ञान र यौन ऊर्जा र परमात्मा लेखिसकेँ। त्यो दुईटालाई मैले कम्प्लिट लेखि पनि सकेँ। टाइपिङ अलिअलि मिलाउनु बाँकी छ। दोस्रो संस्करणको पहिलो संस्करण त सबै हिसाबबाट ओके भइसक्यो। र भौतिकवाद पनि एउटा विश्वमा, किनकि मेरो भनाइ के हो भने 200 वर्ष अगाडि जन्मेका ती कार्ल मार्क्स लेनिनवादहरूले अबको विश्व, अबको प्रविधि, अबको टेक्नोलोजीको मान्छेहरूको चाहना भावना बुझेर त्यो अनुसारको उनीहरूको दर्शनले काम गर्दैन। यसलाई सुपरवादमा जानुपर्छ। सुपरवाद नै सबैले स्वीकार्छ। सुपर भौतिकवाद त्यो दर्शन, चाहे त्यो अर्थनीति होस्, चाहे त्यो श्रम नीति होस्, चाहे त्यो शिक्षा नीति होस्, स्वास्थ्य नीति होस्, राजनीति होस्, त्यसलाई एउटा नयाँ खालको हिसाबले दिन खोजिरहेको छु ताकि त्यो विश्वमा शान्ति रहोस्। र त्यस पछाडि मैले एउटा नेपालको लागि, नेपालमा मैले यत्रो क्रान्ति त भयो तर परिवर्तन हुनेवाला छैन, किनकि भ्रष्टाचार रोकिनेवाला छैन। किनकि कर्मचारी, अदालत, वकिलहरू सबै भ्रष्टाचारीहरू छन् भन्ने कुरा हल्ला आइरहेको छ। पुराना दल पनि परिवर्तन हुँदैन, नयाँ थोरै शक्तिले पनि केही गर्न सक्दैन। किनकि त्यस कारणले गर्दा आर्थिक उन्नति हुनुपर्छ। त्यस कारणले गर्दा नेपाली आर्थिक नीति चाहिँ हामी अरूले देखेको जसरी जाने कि अरूले गरेको जसरी जाने कि हामी अलग हिसाबले जाने भनेर एउटा सोच्दैछु। हाम्रो कुल बजेट 16 खर्ब छ, त्यसको 5% बजेट हामीले रोजगारीमा लगाउन सक्यौँ भने कुन क्षेत्रमा लगाउने त? हाम्रो औद्योगिक क्षेत्रबाट हाम्रो देश सम्पन्न हुँदैन, किनकि चाइना र इन्डिया ठुल्ठुलो औद्योगिक राष्ट्र छन्, त्यहाँबाट हामीले सम्भव छैन। त्यसको लागि एउटा सिद्धान्त लेख्दैछु। हरेक वर्ष 5 लाख मान्छेलाई कसरी रोजगारी दिन सकिन्छ थोरै बजेटमा, भ्रष्टाचार नगरिकन प्रत्यक्ष लाभ हुन्छ। त्यो भयो भनेदेखि 10 वर्षमा 50 लाख मान्छेलाई रोजगारी सिर्जना गर्न सकियो भने कुन हिसाबले गर्न सकिन्छ? पर्यटकबाट गर्न सकिन्छ कि हाइटोबाट गर्न सकिन्छ कि वैदेशिक लगानीबाट गर्न सकिन्छ कि वैदेशिक चाहिँ धनाढ्य व्यक्तिहरूलाई सुरक्षा सुशासन दिएर नेपालमा बस्ने वातावरण बनाउन सकिन्छ कि कृषिमा आँप, लिची जस्ता फलफुललाई चाहिँ हामीले विश्व बजारमा लान सकिन्छ कि? त्यो विषयमा पनि एउटा मैले नेपाली आर्थिक अवस्थालाई उजागरण गर्ने, त्यसलाई अगाडि लाने, विकास गर्ने र नेपालमै रोजगारी सिर्जना गर्ने एउटा खालको कसरी सकिन्छ? किनकि यो राज्य संस्था परिवर्तन हुनेवाला छैन। मैले लेखेको सिद्धान्तलाई चाहिँ जुनसुकै पार्टीले, जुनसुकै दलले, जुनसुकै विचारले पनि प्रयोग गर्न सक्यो। किनकि मलाई यो भएन राजाले गर्नुपर्छ भनिदिनु भएन, एमाले गर्नुपर्छ भनिदिनु, काङ्ग्रेसले जुनले गरे नि मैले लेखेको पुस्तक अनुसार उनीहरू चल्यो भनेदेखि चाहिँ तत्कालीन भ्रष्टाचार रोकिँदैन, तर देशमा आर्थिक उन्नति हुन्छ एउटा वाद मैले दिन्छु। यिनीहरू लेनिन मार्क्स भनिन्छ। अब चाहिँ अहिलेको जेनेरेसन, अहिलेको टेक्नोलोजीमा जो मैले स्टडी गरेर दुबई बसिरहेको विश्व बजार, यहाँको विश्व मानवका जीवनशैली, यहाँका सोच्ने क्षमता सबैले स्टडी गरेर लेखिरहेको छु। किनकि मैले आजको युग, नेपाल पनि भोलि त्यही युगमा जाँदैछ, त्यस कारणले गर्दाखेरि ती सबै मनोभावनाहरूलाई कदर गरेर र नयाँ दर्शन अध्यात्मको पनि सार वस्तुलाई लेखेको छु। र मलाई लाग्छ, मेरो आशा छ, मेरो हृदयले भन्छ एउटा युगलाई, कम्तीमा मैले लेखेका पुस्तकले 1000 वर्षसम्म विश्वमा एउटा भूमिका खेलोस्। सायद श्रीहरि नारायणको इच्छा यही छ जस्तो लाग्छ। बाँकी परमात्मा श्रीहरिकै इच्छामा रहनेछ। यति भन्दै मैले हजुरहरूलाई परमात्मा एकदम सरल हिसाबले अनुभव गर्ने विधि, फर्मुला, टेक्निक, मेथडहरू सिकाउँछु। एकदम सर्टकट, सबैभन्दा सरल। हजुरहरू सम्पर्क गर्न सक्नुहुन्छ। ध्यानको लागि मलाई सम्पर्क गर्नुहोला। यति भन्दै हरिओम तत्सत्। श्री सद्गुरुदेव महाराज।